यहाँ चाहिँ अब हाम्रो डेकोरेसन हुँदैछ यता यहाँ चाहिँ प्रिपरेसन उतापट्टि पनि प्रिपरेसन हुँदैछ अनि यहाँ प्रिपरेसन हुँदैछ कस्तो लागिरहेको थियो नि आमा राम्रो हुन्छ खुसी धेरै खुसी हामी दिदीले पुरा चिया बनाउँदै हुनुहुन्छ पापड all the preparations we have छिटो आम यहाँ पाकिसक्यो छिटो छिटो आम भन्यो न मिठो मिठो यता मिठो ल यहाँ अहिले हेर्दै मिठो देखाएको त अङ्कल अहिलेबाट त्यो पुरै प्रिपरेसन अङ्कलहरूले गर्नुभएको मामाले दाइ र मम्मी अल्ताज सामान किन्न अनि यता चाहिँ हाम्रो फेरि अन्टीहरूको टोली हुनुहुन्छ यहाँ चाहिँ प्रिपरेसन हुँदैछ काँक्रो हाई आन्टीले के भन्न चाहनुहुन्छ बिहा हुँदैछ धेरै खुसी छ 84 यस्तै गरेर गर्न पाइए सधैँभरि फेरि पनि होइन फेरि पनि अनि बिहाको लाइन लाग्दैछ बल्ल सुरु भएको छ हजुरबाट गरेर नाति नातिनाको हजुरबाको नातिनीको अनि नातिको होइन खै होइन पहिला नातिनीको नातिनीको त पछि हो नातिनीको त टाइम छ हो होइन आन्टी अझै 6-7 वर्ष छ नि आमा बेहुली अनि दिस इज फर द डेकोरेसन बरु आज पुरा गमिलो हो नि पुक्क बस्ने होइन यहाँ चाहिँ अब पुरा आई थिङ्क यहाँ चाहिँ बसिन्छ यता दिस इज द गार्डन अनि यहाँ चाहिँ चेयरहरू पनि पुरै बाहिर आइसक्यो अनि यहाँ चाहिँ हुनुहुन्छ आजको बेहुला हाम्रो बा कस्तो फिल भइरहेको त राम्रो छ ल सबैलाई नमस्कार मेरो नाम लालबहादुर सबैले चिन्नु भएको छ आज मेरो बुढीको एनिभर्सरी हो आज विवाह हो बुढाबुढीको 52 वर्ष विवाह गरेको पुगेकोमा सबैले हेरिदिनु होला सबैलाई नमस्कार छ अहिले यहाँ बेल्जियममा यहाँ आफ्नै घरमा छौँ हामी बेल्जियममा नाति नातिनीले छोराबारी इष्टमित्र सबैले हेल्प गर्नुभएको छ सबैलाई धन्यवाद यहाँ चाहिँ हाम्रो फ्रिज सेटअप हुँदैछ यता चाहिँ बियर राख्दै हुनुहुन्छ बियर हेलो हेलो यो ड्रिङ्कको पियो यो हल्को यो जुसको यो मोही कोला फ्यान्टा अनि के हुन्छ बियर उता आफ्नो सेक्सनमा बस्नु पर्यो अङ्कल अब यहाँ चाहिँ यता बोक्दै हुनुहुन्छ यसरी हाम्रो यहाँ फेरि मासु सासु बन्दैछ बा म पहाल्छु छोड्नु छोड्नु यहाँ चाहिँ मासु बनाउँदै हुनुहुन्छ अङ्कलहरूले यतापट्टि अल प्रिपेयर छ चिउरा फुल्दैछ यहाँ आन्टीलाई बोल्नु त आन्टी चाहिँ बोल्दै हुनुहुन्छ अब यता कसार राम्रो सिस्टममा आयो है अब यतै आमामा अङ्कल सब भिडिरहनु भएको अर्दैन टमाटर छ मोही सबै मोही हो त्यो त कति अनि यहाँ फेरि छ यता मोही चाहिँ अब जान्छ तल यो गुर्रे चाहिँ यहाँ चाहिँ हाम्रो यता फ्रिज सेटअप यहाँ छ के हो यो काँक्रा कोला मोही यता यहाँ छ अनि फेरि अर्को फ्रिज छ विथ बियर्स एन्ड अल यतापट्टि आन्टी बाई कुरा गर्दै हुनुहुन्छ सबैलाई धेरै धेरै सम्झना छ हस् ल ल ल ल
is how it looks right now. Tables, chairs, त्यहाँ चाहिँ बालेको कपाल फाल्दै हुनुहुन्छ, चाहिँ हाम्रो आमाले खाँदै हुनुहुन्छ. अनि here is the decoration. बाको चाहिँ उता चलिरहेको पुरै सेसन. ओहो भानिज ल भानिज यता हेर्नु यता मामा हजुरको मामा आफ्नै मामाको अब एनिभर्सरी मामा माइजूको अनि भन्नुहोस् अब के भन्नु छ ल मामा माइजूलाई ल के भन्ने मामा माइजूलाई खुसी लागेको छ यसै गरी विदेशमा मनाउन पाइयो 50औं एनिभर्सरी 52औं खेलेपछि गर्ने गरेमा मिलेसम्म गर्ने हो नि हजुरको काखा हजुरको भन्ना मान्छेको काखा चौरासी गर्ने कि गर्ने हो सकेसम्म हस् ल हामीलाई ल नानीहरू भाइ नानी अलि पछि बाबु मेरो आमाको एनिभर्सरी हजुर तिमीले के भन्छौ सुशीलाले के भन्छौ म त आज चुप्प लाएर बस्छु आउनु सपिङ गरेर आइहालौँ मलाई भन्दै दिनु न Hi guys, welcome to my vlog. भन न. ल बाबु ल नमस्कार बुवाको एनिभर्सरी यहाँ ल बुवाको एनिभर्सरीको तयारी हामी बिहान आज राति निद्रा नै लागेन बिहानदेखि भव्य तयारीमा छौँ अब अन्तिम चरणमा पुगेको अवस्था अब डेकोरेसनको काम बाँकी छ अब खै यिनले गर्छु भनिछन् एनिभर्सरी धन्यवाद 52 एनिभर्सरी मनाउँदा हामी धेरै खुसी छौँ भाइ बुवाको यसरी यहाँ चाहिँ आएर यसरी अब बिहा नदेखि एनिभर्सरीमा आज बिहाै मनाउने भनेको छौँ हामीले ल अलग देखाउने बेसी त हाम्रो मम्मीको काम पनि देखाउनु पर्यो के अरे. यहाँ चाहिँ बाँकी तयारी हुँदैछ यता चाहिँ ल हेर मादलको सुर एकतामा कुन साबुनले मुख धोइथ्यो आन्टीले खिर बनाइरहेको छ. ए दाल पनि दाल देखाउने फेरि बिर्सेको त्यो चाहिँ आन्टीले बनाएको दाल हाम्रो लागि स्पेशल हो स्पेशल पाएको थिएँ यहाँ राखेको थिएँ मैले फुपूहरू अनि आमा सम्झी रोइरहन मन लाग्छ भने चाहिँ बच्चा केटाले बेलुन फुकाएको देखाउन पो है के त खिच्छ भनेको त गीत गाउन मलाई के थाहा ल हाई भन्नुहोस् त यता कुकु हाई हाई हामीले भन्ने हो हाई अरू अरू के भन्नुहुन्छ त ल आज आमाको एनिभर्सरी धेरै धेरै शुभकामना छ हजुरहरूलाई मिस गर्नु भएन नि त त्यही भएर यसो यता सक्यो सक्यो है त सक्यो कभी कभी सोचता हूँ तेरी आंखों से सच्चा कुछ देखा ही नहीं कितने फूल देखे मैंने तेरे जैसा कोई महका ही नहीं मैंने सिक्के फेंके थे नदियों में टूटते तारों से तुझे मांगा था मैंने सपने देखे थे बस तेरे पक्के दिल से तुझे पुकारा था हो यता हेर्नु त ठिक्क देखियो हाँस्छ त कस्तो लागिरहेको
राम्रो राम्रै देख्यो नि राम्रो लाग्छ हामी चाहिँ we are finally ready आजको भिडियोग्राफरलाई नि रातो सल निकाल्दै फेरि आमालाई भिडियो बनाउन रातो सलैले उ थियो नि त के अरे खास खाटो होइन पातला टाउको लिएर आऊ हाय भन्दै हो ल आमा पनि रेडी भइसक्नु भयो है अब सबैजना रेडी हाम्रो फुपू रेडी गर्ने मान्छे हुनुहुन्छ त चाहिँ रेडी गर्ने मान्छे फुपूलाई धेरै धेरै धन्यवाद यतापट्टि एनिभर्सरी मैले धेरै सोधिसकेँ आज कसरी हुन्छ भनेर नराख्नु राख्नु हामी आमालाई ल्याएर आउँदैछौँ बस्नु रे क्या हजुर त्यहाँ बस्नु क्या हजुर त्यहाँ ल दिजान बासन जानु म त भिडियो खिच्दैछु क्या बे यता क्या बा यहाँ आमा गएर बस्नु न गरे भन क्या तिमीले
अझ अर्को पनि ल केकमा झ्याउ हुन्छ
यता हुनुहुन्छ हाम्रो गेस्ट हाम्रो घरको नेबर्सहरू उता हुँदैछ बार्बिक्यू सबैजनाले खाँदै हुनुहुन्छ के काट्ने बेला भयो त्यसमा फेरि ड्याडीको त्यहाँ लाइभ चलिरहेको के है त बिसमा भन्छु आफै बाल्नुहुन्छ नत्र
अरू त भइसक्यो त्यही राखिदिनु न त अब खास यो उधार र घर एक डुल्न पर्ने हो अब के काटेको ताली बजाऊ है एकजनाले एउटाले अर्कोलाई खुवाउनु आधाले गर्नु पिछाडमा ठाडोमा भयो होइन ओके हजुरले एउटा अर्कोलाई सँगसँगै सँगसँगै यो त सकिन्छ खाएर कता पहिला तथास्तु आयुष्मान भन्छौ क्या अरू त हामी सबैले टिका मात्र लगाइदिनु हुन्छ के अरे लक्ष्मी तिमीलाई ढिलो भएको होइन दाइलाई बोलाऊ ढिलो भएकाले गरेर गइहाल्छ ए सबैजना छरेर बसिराख्नु भएको छ यतापट्टि रोशन दाई हाई भनिदिनु यता चाहिँ खाने कार्यक्रम छ भने यता चाहिँ केकको लागि किनेर म खिचिदिन्छु